हेलो नमस्ते सबैजना। म चाहिँ आज तपाईहरुलाई हाम्रो यहाँ पुरानो स्कुल छ है। पहिला हामी पढेको प्री प्राइमेरी अप टु 5 सम्म थियो। त्यो टाइममा त्यो स्कुल चाहिँ म नगएको निकै भन्दा त्यो जग्गाहरुतिर हैन। अन्त कस्तो भएछ भनेर हेर्नु जाँदैछु हो। तपाईहरुलाई पनि देखाउँला त्यो जग्गा है। जतिजना पनि नयाँ हुनुहुन्छ उहाँहरुलाई पनि एकदम स्वागत छ है मेरो पेजमा। जतिजनाले फलो गर्नु भएको छैन है फलो गरिदिनुहोस् होला हैन। दाजु चाहिँ छुट्टी थियो त्यही भएर चाहिँ हल्का घुम्न निस्केको। यहाँ पर चाहिँ मन्दिर छ नि त, शिवलाय मन्दिर। यो उकालो बुटियास गाउँहरु छ हो यहाँ माथितिर। यहाँको डाँडादेखि उकालो चाहिँ केही छैन, त्यहाँदेखि उकालो चाहिँ छङ्गु जाने रोडहरु खोल्दैछ। त्यहाँनिर एक दिन म गएछु भने तपाईहरुलाई देखाउन हो। त्यो जग्गा युलाहारु भन्छ हो। स्कुल जान्थ्यो अन्त आउँदाखेरि पनि झगडा पर्दै आउँथ्यो। केटाकेटीको उमेरमा बदमासै थियो नि हामी पनि है। बदमासै थियो, झगडाहरू पर्दै आउँथ्यो। पूजा हुँदै रहेछ हाम्रो जग्गा मन्दिरमा चाहिँ। बाटो चाहिँ यस्तो भइसकेको छ अहिले, मान्छे हिँड्दैन अहिले त्यस्तो बेसीको जग्गातिर। त्यही कारणले गर्दा होला सायद। स्कुल चाहिँ ओ पढाको थियो देख्दै गरेको यो स्कुल चाहिँ। स्कुल पनि पुरानो भइसक्यो। बाटो त कस्तो खतरनाक भएछ नि। यहाँको बोजूकोमा मिड डे मिल बनाउनुहुन्थ्यो हो। यहाँ मिड डे मिल पाउँथ्यो। यहाँनिर प्राइमेरी स्कुल यस्तो भएछ। इन्ट्री गेट हो टक्कै। मजा आउँथ्यो यहाँनिर तर स्कुलमा। टक्कै यस्तो थियो स्कुल त हामी पढेको स्कुल हेर। यहाँ क्लास 3 थियो। यहाँ एचएम अफिस थियो हो। यहाँ केटाकेटीहरू खेल्दै रहेछ फुटबल। यहाँ चाहिँ म्याच चल्दै रहेछ। फुटबल खेलेको म्याच। म कताको किपर? यसको जर्सी पछाडि के लिएछ? यहाँ आउ त छेउमा। खै यहाँ आउनु खै देखाउ त। ए खतरा। तपाईँहरूले स्कुल त देखिहाल्नु भएन। अब यहाँ पर स्कुलदेखि अलिक परपट्टि नर्सरी थियो, त्यहाँ पनि जान्थ्यो हामी। प्लान्टहरूको पुरा बिरुवाहरू थियो है, त्यहाँ पनि जान्थ्यो। त्यो पनि देखाउँछु तपाईँहरूलाई। त्यो पनि हेर्नु होला होइन। स्कुलमा लाग्दो भएछ केटाकेटीहरू फुटबल खेल्दै रहेछ। अतिलो खसीहरू मारिरहेको छ यहाँ माथि। दसैँको लागि खसी चाहिँ कन्ट्याक्ट गर्नु होला, म भनिदिन्छु यहाँ हो। अलिक यहाँ पल्लोपट्टि नर्सरी थियो। कस्तो भयो होला यो जग्गा भनेर नि। बहुत कति भन्नु 10-11 वर्ष लगभग भयो यता नआएको। यी गाउँमै हो र पनि त्यो टाइमै पाउँदैन। कै नर्सरी आइपुग्यो हो। प्लान्ट छैन क्या हो त। मान्छे पनि बस्दो रहेछ, बस्ने जग्गा पनि बनाएछ है। यो एरिया चाहिँ नर्सरी हो। प्लान्टहरू पुरा थियो पहिला त, अहिले छैन रहेछ।
यहाँनिर बस्ने जग्गा पनि बनाएको रहेछ। यहाँ हेर्न सक्नुहुन्छ बस्ने जग्गा हो। यो आरुको बोट रहेछ, यो फुल रहेछ, यहाँ पनि फुल रहेछ। यहाँ मल बनाउने जग्गा बनाएको रहेछ, नर्सरी। दामी छ यो जग्गा, हिँड्ने सिँढी हो। यहाँनिर पानी सासको बिरुवा मर्ते मर्ते बच रहे हम भनेको जस्तो रहेछ यो चाहिँ हो। सासले चाहिँ मर्ते मर्ते बच रहे भन्दै रहेछ। यहाँ पयौँको बिरुवा रहेछ। ए निकै रहेछ बिरुवा त उतल्लोतिर म। पानी सास, अम्बक, पल्लोपट्टिको पनि अम्बक रहेछ। उयो त मैले चिनिनँ। पानी सासको चाहिँ पुरा हेर्छ बिरुवा त। यहाँ पनि पानी सास रहेछ। यो चाहिँ नर्सरी हो। यहाँ हामी पुरा आउँथ्यो। त्यति बेला त कन्टिन्यू मान्छे बस्थ्यो। त्यही हामी स्कुलमा आउँथ्यो, बदमासहरू गर्छ भनेर होला ड्युटी कन्टिन्यू हुन्थ्यो। अहिले पनि छ होला छन त कसैको, तर त्यस्तो बेसी चाहिँ आउँदैन होला सायदै। किनभने अहिले त त्यो बिरुवाहरू हराउँछ भन्ने पनि हुँदैन। मान्छेहरू अल्छै भएको छ नि त, रोप्दैन अहिलेको जमाना बिरुवाहरू। यहाँनिर नेभाराको बिरुवा रहेछ, यो ठुल्ठुलो भएको छ नेभाराको बिरुवा। ल त हेर्दै गर्नुहोस् होला है। यो चाहिँ हाम्रो नर्सरी। प्लान्टहरू चाहियो भने चाहिँ यहाँबाट लाँदा हुन्छ। प्लान्ट स्याप्लिङ्सहरू पुरा छ यहाँ चाहिँ। वर्ल्ड इन्भाइरोमेन्ट डेको दिनहरू चाहिँ पुरा लान्छ यहाँबाट मान्छेहरूले बिरुवाहरू हो। बस्ने जग्गा पनि चटक्कै बनाएको रहेछ। यहाँ बस्यो, हेऱ्यो त होला। ताला झुन्डाइरहेछ त, मजाको बनाएछ टक्कै बारेर एन्ट्रेन्समै हो। म एकछिन बस्नु पर्यो। यहाँ शीतल रहेछ, मजा हुन्थ्यो स्कुल पढ्दाखेरि। साथीभाइहरू थुप्रोजना हुन्थ्यो। केटाकेटी नै अब स्कुल एडमिसन भएको 2003 मा होला। म 98 को भनेपछि आउँथ्यो। तर हामी करण, केजो, म हामी सँगै पढेको। त्यहाँदेखि अलिक ठुल्ठुलो हुँदै गएपछि केटाहरू कोही कहाँ पढ्ने भयो। आफ्नो आफ्नो जग्गा हो। अहिले त्यस्तो बेसी भेट पनि हुँदैन। भेटे नि बोल्छ साथीभाइहरू गाउँको हो, त्यति नै ठिकै छ नि त होइन। बात गर्नु पऱ्यो, बोल्नु पऱ्यो केटाहरू भेटेर। ल त हेर्दै गर्नुहोस् होला। चाहिँ हाम्रो सेल्फ हेल्प ग्रुपको डान्स सिक्दैछ हो।
दामी पानीले कुट्ला जस्तो भएर चाहिँ फर्किँदैछु घर हो ल आई होप है तपाईहरुले मेरो भिडियो हेरिदिनु भयो होला है आजको भिडियो चाहिँ म यतिमै एन्ड गर्छु है मेरो च्यानललाई चाहिँ फलो गरिदिनुहोस् होला थ्यांक्स फर वाचिङ माई भिडियो ल यति भन्दै